हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ आज हाम्रो घर नजिकै रोडमा छु। यो चाहिँ कच्ची रोड हो। लगभग यो खनेको 6-7 वर्ष भयो। पिच रोड निस्किनको लागि हाम्रो गाउँदेखि धेरै न 5 मिनटमा निस्किनु सकिन्छ। देख्न सक्नुहुन्छ बाटो यस्तो छ। म उकालोमा हिँडिरहेको छु। मेरो सास बढिरहेछ। यो तिन्दुरे घर हो बडाउको। यो मेरो अङ्कलको। मेरो घर त्यहाँ छ। तपाईँलाई जुम गरेर देखाउने छु। यो वल्लो हो अनि पल्लो पनि छ। एकछिन है, यो वल्लो र पल्लो यहाँबाट खासै क्लियर देखिँदैन। यो हाम्रो छिमेकीको मोटरबारी हो। अनि अरू के देखौँ, यो मेरो पछाडिको भर्खरै उहाँको बाटो हो। बाटो यस्तो छ हजुरहरू, यस्तो छ अफ रोड बाटो। यो बाटोमा यस्तो भए पनि अटो, बाइक, कार सार आउँछ नि। फेरि ठ्याक्क हाम्रो गाउँदेखि 5 मिनटको हिँडे पछाडि चाहिँ पिच बाटो सुरु हुन्छ। पिच बाटो फेरि एवान छ नि, धरानको भन्दा राम्रो। गफ हाने जस्तो लाग्यो होला। हेर्नुहोस् ल, यो चाहिँ पृथ्वी राजमार्ग हो। त्यो चाहिँ मेरो घर हो। त्यो हाम्रो अटो हो। मास्तिर काकाको घर छ। यस्तो छ। यस्तो लाग्यो। मोमो त्यहाँ आमा हो। पानी कहाँ बनाउनु? अहिले आयो होला नि। घर ए मेरो फुल घरको द्याट आलुबारी हो।